हेलो गाइज, ल वेलकम छ है हाम्रो ब्लगमा। हामी चाहिँ आज इस्टर सकेको भोलिपल्ट हो। आज 21 तारिक हामी चाहिँ बर्दरी पार्क घुम्न निक्लेको थियौँ। अनि टक्क यहाँनिर चाहिँ के रहेछ भने यहाँ मान्छेहरू सपिङ गरिरहेछ क्या, बोट त्यहाँ हुन्छ कि भनेर हामी चाहिँ यसो जाँदैछौँ। पुरा बुझी हेर्ने भएछ भने दुईजना अहिलेसम्म ट्राई गरेको छैन, ट्राई गर्नु पऱ्यो भनेर सोचिरहेको छौँ है। यत्तिकै हामी चाहिँ बाहिर फ्रेस हुन घुम्न निक्लेको हो। भोलिदेखि काम छ, ऊ चाहिँ ऊ फोटो खिच्ने भनेर ऊ उतै बसिरहेको छ। यस्तो चाहिँ लोकेसन चाहिँ घाम छ, घाम महिना भने चाहिँ घाम लाग्छ डह्रो, तर शीतल चाहिँ शीतलै छ, हावा चलिरहेको छ। ऊ यस्तो गर्ने भनेको क्या, टक्क गर्दैछ। दुईजनाको छ भने चाहिँ यदि गर्ने हो। ल है गाइज, हामी चाहिँ यहाँ सपिङ गर्दै हो पुरै दुईजना। मजा आउँदो रहेछ, मजा हुँदैछ। खोलाको बिचमा, लेकको बिचमा पुरै सपिङ गर्दै। छोड्दा नि हुन्छ, रोक न, एकछिन बिचमा बस्ने हो भने। यस्तो छ, फर्क्यो भने चाहिँ हुँदो रहेछ, हल्लिँदो रहेछ, लड्छ भन्ने डर। पानी नै दिएको छ हामीलाई। ल उसले गरेको अरे, मजाले गर न, पानी हो छिट्टै। यहाँ चाहिँ आइल्यान्ड है, आइल्यान्ड। यता चाहिँ प्रमनादा मल छेउमा छ। यस्तो छ नि, यस्तो छ। ल है ल, हेलो गाइज, वाट्सअप। हामी चाहिँ टक्क लाएर बोटिङ खेल्दैछौँ है, ऊ र म टक्क अहिले बिचमा रोकिरहेको छौँ। टक्क यता चाहिँ प्रमनादा मल छ, यता पनि मलै मल छ है, हुनु फेरि यतातिर पनि। यो चाहिँ यो अगाडि छ, टक्क बिचमा पाउज गरिरहेको छौँ। जोस् रमाइलो हुँदो रहेछ, मजा आइरहेछ, खेलिँदैछ टक्क लाएर। घाम लागिरहेछ फेरि है। अब हामी चाहिँ बोटिङ खेलेर निक्लेको, बबाल रमाइलो भयो। ठ्याक्क कति 2 घन्टा जति खेल्यौँ होला हौ हामी त। कस्तो लाग्यो तिमीलाई? मजा आयो, जोस् मजा हुँदो रहेछ। तर गले जस्तो क्या, हातले चाहिँ खतरा चाल्नुपर्छ, तर मजा आउँछ। बिचमा रोक्दै पनि मजाले कुद्छ। यहाँनिर चाहिँ हुँदो रहेछ क्या त्यो टक्क बर्दरी पार्क हो यहाँनिर। ठ्याक्क यहाँनिर यहाँ आउने, कुरा गर्ने। एकजना इङ्ग्लिसमा मजाले बोल्छ, बुढो छ। अनि उसलाई पे गरिदिनुपर्छ। अनि टक्क घन्टाको भन्दा पनि एकजना खेलेको 95 लियो होला। हामी चाहिँ 2 जना खेलेको, डबलवाला बोट लिएको 190 लियो। तर खेल्यौँ मजाले। अब गइँदैछ, सक्यो छुट्टी पनि। अब रुमतिर सक्यो त होला नि होइन, भ्लग यति नै हो। अब रुमतिर गइँदैछ, रुममा जाने, खानासाना पकाउने, खाने, सुत्ने। नि भोलिदेखि काम सुरु। अब सक्यो इस्टरको छुट्टी सक्यो। 3Gले त्यहाँ रमाइलो भयो आज लास्ट दिन चाहिँ। अरू बेला त रुममै तास खेलेको खेलेको। अब बिस्तारै हामी फेरि अर्को भिडियो लिएर आउनेछौँ है। हामी जतिखेर पायो त्यतिखेर चाहिँ हाल्दिनँ, बेला बाहिर निक्लेको बेला, घुमेको बेला खिच्ने हो, हाल्ने हो, त्यही हो। ल ठिक छ त, ल यति नै आजलाई।